मानिसहरू तपाईँ देख्दै हुनुहुन्छ है, यो रातो रातो मानिसहरू छ, म तपाईँहरूलाई यो पनि देख्न चाहन्छु। अनि यो जुन रातो मानिसहरू छ त्यो भनेको के हो त, यो मानिसहरू छ। अनि यो मानिसमा चाहिँ पछाडि ब्याकग्राउन्ड हुन्छ, ब्याकग्राउन्ड हुन्छ, यो चाहिँ के हो त, एउटा पाप है। अनि यो रातो मानिसलाई के हो त, तपाईँ र म है। तर तपाईँले र मैले जुन दिन पाप गरेका हुन्छौँ एउटा, अनि हामीहरू चाहिँ के भएका हुन्छौँ त, अन्धकारमा गएका हुन्छौँ। आमेन। तपाईँ र म चाहिँ पापमा गएका हुन्छौँ, पापमा चाहिँ हामी गएका हुन्छौँ, परमेश्वरसँग चाहिँ हामी चाहिँ रन गर्छौँ। हालेलुया। जब हामीले चाहिँ पापको कुरा गर्ने भनेदेखि पापहरू चाहिँ दुई प्रकारको छ है, एउटा आत्मिक पाप छ, एउटा शारीरिक पाप छ है। तर मानिसहरू चाहिँ पापबाट चाहिँ अछुत छैन है, तर मानिसहरू चाहिँ पापलाई छोएको छ। जुनसुकै मानिसहरू पनि हो, जस्तो पनि मानिसहरू होस्, त्यो मानिसहरूले चाहिँ के गरेको छ त, पापहरू चाहिँ गरेको छ है। उनीहरूले चाहिँ चाहे शारीरिक पापहरू गरेको होला, तर चाहे त्यो आत्मिक पापहरू गरेको होला, तर त्यो पापबाट चाहिँ अछुत छैन है। किनभनेदेखि रोमी 3:10ले पनि यही भन्दछ कि मानिसहरू चाहिँ के गरेका छन् त, पाप गरेका छन् होइन। जुन पापले गर्दा चाहिँ के भएको छ त, मानिसहरू चाहिँ परमेश्वरको नजिकतामा चाहिँ जानदेखि के गरेको छ त, वञ्चित गरिएको छ है। अनि तपाईँ हेर्न सक्नुहुन्छ, यो ज्योति हेर्न सक्नुहुन्छ है। अनि यो ज्योति चाहिँ के भनेको छ, यो परमेश्वर चाहिँ के हुनुहुन्छ त, ज्योति हुनुहुन्छ। हालेलुया। सबैले भन्नुहोस् त, परमेश्वर ज्योति हुनुहुन्छ। अनि परमेश्वर चाहिँ ज्योति हुनुहुन्छ भनेदेखि मानिसहरू चाहिँ पाप गरिरहेको छ है। परमेश्वर चाहिँ आत्मामा रमाउने छ, परमेश्वर चाहिँ के गर्छ त, ज्योतिमा रमाउने छ। तर हामीहरू चाहिँ पापी भएको कारणले हामी परमेश्वरको नजिकतामा जानेदेखि डराइरहेका हुन्छौँ। किनभनेदेखि परमेश्वर चाहिँ ज्योति हुनुहुन्छ है। किनभने बाइबलले यो पनि भन्दछ, राम्रो कुरा चाहिँ एकै ठाउँमा बसेर है। अनि अर्कोमा चाहिँ के भनेको छ कि, अनि यो तपाईँहरू क्रुसिफिकेसन देख्दै हुनुहुन्छ, अनि यो क्रुसको चित्रहरू देख्दै हुनुहुन्छ। तपाईँहरू गुगलहरू चलाउनुहुन्छ भने रोमी क्रुसिफिकेसन अनुसार तपाईँहरूले गुगलमा चाहिँ सर्च गर्नुभयो भने रोमी क्रुसिफिकेसन तपाईँहरू सर्च गर्नुभयो भने तपाईँहरू भेटाउनुहुन्छ। अनि रोमीमा चाहिँ यस्तो यस्तो दण्ड दिन्छ है, जुन चाहिँ प्रभु येशू ख्रीष्टले मात्रै पाउनु भएको होइन, तर त्यो हरेक पापीहरूले चाहिँ पाएको हुन्छ र। जुन चाहिँ रोमी क्रुसिफिकेसन तपाईँ कुरा गर्दै हुनुहुन्छ भने यो क्रुसको चित्र देखिरहेको छ, यो विशेष गरी त्यो व्यक्तिलाई चाहिँ दिएको हुन्छ जुन चाहिँ एकदम नेगेटिभ पापहरू गरेको हुन्छ र। यो क्रुसको चाहिँ चित्र त्यही हो कि यो क्रुस चाहिँ एउटा वेदना भन्न चाहिँ भनेको छ बाइबलमा चाहिँ। अनि तपाईँ र मैले चाहिँ जुन पापहरू गरेका छौँ, यो पापहरूले गर्दा चाहिँ के भएको छ त, हामीहरू मर्ने क्रुसमा चाहिँ प्रभु येशू ख्रीष्ट मर्नु भएको छ। हालेलुया। तपाईँ र म जुन पापहरू गरेका छौँ, त्यो पापको दण्ड भनेको हाम्रो क्रुस हो है। तर त्यो प्रभु येशू ख्रीष्ट चाहिँ संसारलाई प्रेम गरेको कारणले चाहिँ, किनभने यो नाथको स्वरले पनि यही भन्दछ कि किनभने परमेश्वरले संसारलाई चाहिँ यस्तो प्रेम गर्नुभयो। आमेन। किनभने परमेश्वरले चाहिँ यो संसारलाई यस्तो प्रेम गर्नुभयो, आफ्नो एकमात्र पुत्र चाहिँ उहाँले प्रकट गर्नुभयो। हालेलुया। हालेलुया भन्नुहोस् न है, अल्छी नगर्नुहोस् ल। अनि किनभने उहाँले चाहिँ हामीहरूलाई प्रेम गर्नुभएको कारणले उहाँ चाहिँ बलिदान भयो है। त्यसपछि अनि अर्को हामीहरू हेर्न चाहन्छ, यो मोहर तपाईँ देख्नुहुन्छ नि, यो जुन लाल मोहर छ नि, यो लाल मोहरमा चाहिँ के भनेको थियो नि, अनि त्यो जुन चाहिँ व्यवस्थाका ती पण्डितहरूले